जेनजी अभियान भनेको यसलाई चाहिँ हामीले केसँग तुलना गर्न सकिन्छ भने एउटा चट्याङसँग तुलना गर्न सकिन्छ। चट्याङ भन्ने कुरा यो ठाउँमा 1000 वर्षमा पनि नआउन सक्छ। यो ठाउँमा त्यो चट्याङै हो, चट्याङ भन्दा अर्को होइन। कुनै पनि ठाउँमा चट्याङ कहिले पर्छ के पर्छ भन्ने कुनै निश्चित हुँदैन। नेपालमा एक जेनजी आन्दोलनको रूपमा एउटा चट्याङ आयो। चट्याङले अलिकति चाहिँ विध्वंस गर्यो र निकै ठुलो विध्वंस गर्यो। त्यसकारणले सहयोग हुन्छ कि भनेर यो अनौठो एकदमै अचम्मको यो 100 वर्षमा पनि आउँदैन होला यस्तो किसिमको आउन पनि सक्छ तर नआउन पनि सक्छ। यस्तो अवस्थामा एउटा चाहिँ राष्ट्रलाई सहयोग गर्ने भनेर गरेको कुरा हो। कसैले गर भन्दामा गर्ने, नगर भन्दामा नगर्ने, निस्किएर आइज भन्दैमा निस्किएर आउने भन्ने कुरा चाहिँ आफ्नो एउटा स्वविवेकमा भर पर्ने कुरा हो। त्यसकारणले कसैको व्यक्तिगत कमेन्टलाई चाहिँ त्यो के अरे चाहिँ गहिरिएर हेर्नुपर्छ भन्ने छैन।